त्यहीसँग चाहिँ यस्तो आउँदाखेरि चाहिँ हामीले कुन ठोकेको र गाडी चाहिँ रन्केर आउँदाखेरि हामी जोगाउँदा यो र त्यो त्यसै अहिले भर्खरै अहिले रे पिछाडी चिपरदेखि रन्केर आएर झन्नै बेला हान्ने थियो यो बाटोमा यस्तै हुन्छ हौ फेरि ओभरटेक पनि डेन्जरस छ क्या यो बाटो नि त्यो मोडेछ नि बाइक नि त्यो पढेर बाइक कसको र बस्ने हो कति वर्षकोमा छत्रबाईको जग्गामा बस्ने पछाडि हाम्रो मान्छे पनि साह्रो भएको र छैन बाइक त साह्रो भएछ नि त बाइक त फेरि हेर्दा त साह्रो हो नि के को साह्रो अन्तिम मान्छे त चेचिसै भाँचिया छ नि मान्छे नै अन्तिम हौ मान्छे अन्तिम हो हर्काडेको सब्जीवाला हौ चान्सेस कम छ मान्छे बाँच्नु हेरौँ न हो बाँच्छ मान्छे नि बाँच्दैन नि चेचिसै भाँचिया छ मान्छे त कहाँ भाँची होला नि यसो त भन्छ मान्छे बाँच्छ त होइन त्यो त माछा केही भएको छैन सुजन सुजनलाई चाहिँ एक्सिडेन्ट भएको छ उनीहरूलाई त केही भएको छैन कसलाई सुजन भनेको को हो सुजन हौ सुरेन होइन सुजन लीलाको छोरा कता यता यो तलबाट जाँदा हुँदैन अन्त यही बाटो त अनि त्यहाँदेखि यसो जान्छ त हामी सँगै थियौँ कि सब्जी नै पुगिरहेको छ नि त के किन्नु थाल्यो र हामी त घर पुगिसकेको मान्छे ठ्याक्कै सँगै चिया खाएर निस्केको कि तलबाट उताबाट जाँदैन नि यताबाट सजिलो छ नि त बाटो त्यही त यताबाट सब्जी नै बोकिरहेको नि त सब्जीवाला किन छ नि त गाडी टायर भन्नुहुन्छ हेर्नु न उ तल रिङ नै गएको छ यो मुनिको रिङै भाँचिया छ किटो यो डर लाग्दै ठोकेको छ नि यो चेचिसै भाँचिया छ यो बोकिदिनु चेचिस हुन्छ चेचिसै भाँचिया छ ऊ ठाडो यस्तो हुन्छ कि कैँची त्यो कैँची नै भाँच्यो क्या उतापट्टि हो उतापट्टि कैँची नै भाँचिएको छ साह्रो ठोकेको छ है लु बाइकमा नहुँदा पनि हुँदैन हिँड्दा पनि समस्या हो खुट्टा मात्रै नि घरतिर त खुट्टा मात्रै त्यसको भने कोकोले भन्ने हो उता होइन हस्पिटल लगाएर छ श्रीनिधिमा गएको छ यो त त्यो तिनवटा बाइक ठोकेको छ नि त अनि यो नि कहाँबाट भेटेको सोरेर भेटेको यही रङ साइड आएको हो रङ साइड यही आएको मान्छे साह्रो होला है भने त एकदमै साह्रै अलिक साह्रै जस्तो देखियो